हेलो गाइज, आज हामी छुट्टीको दिन चिसोको बावजुद पनि यहाँ डाँडातिर के भन्छ व्यायाम गर्न आइपुगेका छौँ। केटाहरूको यहाँ फोटोसुट चल्दैछ। यहाँबाट देखिने यो साउथ कोरियाको मुगुक भन्ने ठाउँको भ्यू हो। कस्तो देखिँदैछ है। यहाँको स्थानीय सरकारले तलबाट यहाँ डाँडामा आउने बाटो व्यायाम गर्नलाई बुढापाका मान्छेहरूलाई सहज हुने गरी बनाएको बाटो हो यो। यस्तो देखिँदैछ। -6 छ अहिले यहाँको तापक्रम। एक्सर्साइज गर्ने ठाउँहरू, पार्कहरू। फोटोसुट चल्दैछ यहाँ हाम्रो केटाहरूको। हिउँ परेर डाँडाहरू यस्तो देखिँदैछ अहिले। यहाँको पुलहरू, हाइवेको पुलहरू यति हाइटबाट उठाएको छ। हाम्रो नारायणगढ मुगलिन सडक खण्ड पनि यसरी बनायो भने बाटो दीर्घकालीन रूपमा युज गर्न मिल्ने हुन्थ्यो। यस्तो छ यहाँको खोला हो। यो खोला चाहिँ चिसोमा जमेर सबै आइस भइरह। माथिबाट हिँड्न मिल्छ। कहाँ गयो मान्छेहरू? हिँड्दै पनि छन्। मान्छेहरू खोलामाथि हिँड्दैछन्। मान्छेलाई एक्सर्साइज गर्न के नचाहिने हो? दियो कतिवटा दियो है, आफै गर्नु। भयो भाइ। फेरि कसैलाई यहाँ फोटो खिच्नै पुगेको छैन। अलि खोली खिच अलि परबाट रिजमा लाएर अनि टुबाट खिच न। टुबाट त राम्रो आउँदैन नि त। 5 बाट त फुल आउँदैन होला नि त। अनि 1 बाटै आउँछ नि फुल। 1 बाट त भएन नि त, हुँदैन कि सानो हुन्छ। अलि तलबाट खिच भाइ, धेरै माथिबाट हो। म चाहिँ यहाँ छु। अलि माथि हेरे